ठिक छ हामी कता जाँदैछौँ मृत डोको बोकेर भन्दाखेरि हामी चारो लिन जाँदैछौँ हो कि होइन कुसुम यस्तो भिडियो बनाइदिउँ न त होइन हामी चाहिँ सुँगुरलाई चारो लिन जाँदैछौँ जङ्गलतिर म चाहिँ 4-5 वर्षपछि सायद जाँदैछु होला यो त्यो जङ्गल थाहा छैन के कस्तो भयो ए गोरु पनि ल्याउँदैछ गोरुले पनि खेद्दैछ हामीलाई के गर्नु र गोरुले समेत हेप्छ मान्छेले त हेर्छ छिराइज सन्देश त पनि जाउँ जङ्गलतिरै ओइ ओइ हानमलाई चाहिँ गर्छ त हौ यसले त कुसुम आयो अब म एकैचोटि भिरमा पुगेपछि भिडियो गर्नु पर्यो हौ भिरमा पुगेपछि हामी चाहिँ के अरे सल्लरे भिरमा आइपुग्न लाग्यो होइन यो भिड चाहिँ यस्तो छ कि म त्यो भिरमा पर्दाखेरि खुट्टा पनि छुरुरु काम छ हजुर यो पत्कर हो लु त अब भिरमा म त साँच्चै होला लास्टै खुट्टा काम छ यो भिरमा त कति भइसक्यो नि त नहिँडेको कुसुम बिस्तारी है बिस्तारी कोही छैन अबुई मम्मी बचाउनु यहाँदेखि लड्यो भने त थाहा छैन कहाँ पुगिन्छ हो कि न कुसुम दिदी यो चाहिँ हाम्रो गाउँको चाहिँ डेन्जर भिड हो कि अनि पहिला हामी यो भिडमा कति धेरै ओहोरदोहोर गर्थ्यौँ नगरेको पनि कति धेरै वर्ष भइसक्यो त्यही भएर आज चाहिँ हामी सुँगुरलाई चारो ल्याउँदै जङ्गल पनि हेर्नलाई हिँडेको है हामी चाहिँ तर पहिलाको भन्दा कस्तो ठुलो भयो जस्तो छ फराकिलो भयो जस्तै लाग्यो मलाई चाहिँ हाम्रो घाँस दाउरा गर्ने जङ्गल बाटो अहिले त रित्तै त मजा हुँदैछ भरे भारी बोकेर आउँदाखेरि चाहिँ सायद हाम्रो परान नै खुस्किन्छ होला परान नै खुस्किन्छ जस्तो छ आज म हाम्रो गाउँको एकदमै खतरा झरना पनि देखाउन गइरहेको छु होइन त्यही हेर्नलाई मेन त हामी जाँदैछौँ आज कस्तो भएको रहेछ तर पानी चाहिँ आउँदैछ कि छैन त चाहिँ थाहा छैन पानी पनि आउँछ ओके आया भनेर भनिँदैन तर हेरौँ कस्तो रहेछ अहिले झरना अब हामी चाहिँ झरना भएको खोलामा आइपुग्न लाग्यो यो चाहिँ ठुलो यसरी बनाएर लग्यो है मोबाइल झऱ्यो भने केही हुन्न केही इफेक्ट पर्दैन किनभने मेरो मोबाइल वाटर प्रुफ हो नि त बहिनी त्यस्तो हो अब म चाहिँ होइन ध्यान टाढान एकछिनै गाइजहरू एकछिनै हेर्नुहोस् त मन आयो ए खै हो बाटो यस्तो छ खोला अब म चाहिँ झरना देखाउन गइरहेको छु होइन टक्क लाएर ड्यान टाढान ल देखिएन नि त यो चाहिँ हाम्रो गाउँको एकदमै ठुलो सबैभन्दा ठुलो झरना हो माथिदेखि मान्छे मर्यो भने एकैचोटि टुक्रा टिप्नुपर्छ धेरैजनाको मृत्यु भइसकेको छ यो झरनादेखि चाहिँ कस्तो लड्नु खोज्छ तर कस्तो नदेखिएको हो कस्तो नदेखिएको मजाले एकछिनै यस्तो छ ल झरना चाहिँ तर कस्तो ब्लड देखियो के अब हामी चाहिँ चारो खोज्नुपर्छ तर यता होइन हामी कता जानु चारो खोज्नु ए ऊ त भिरमा हामी चाहिँ अब चारो खोज्नु जान्छौँ ल त्यही त होला त्यता छ त चारो पानी त छैन होला पानी भएकोतिर जानुपर्छ ल
बोलाउनु ल। अब हामी चाहिँ चारो टिप्न गइरहेको छौँ। चारो धमाधम यसलाई भारी पुग्यो क्या हो कुसुम दिदीको त। के गर्नु सुँगुरको मासु मिठो हुँदैन, यस्तो दुःख गर्नुपर्छ। पुगेछ गाईको त भारी नै पुगिसक्छ राम्रो। हामीलाई त काट्ने, मलाई त काट्नै आउँदैन हौ छ्या। इ यति पुरै गीत गाउनु मिठो गान हौ। लु त फेरि एकचोटि ट्राई गर त। लिन जङ्गलमा गाउने गीत गा न। मलाई सिकाउनु त के हो, मलाई आउँदैन। हेर न झरनाको चिसो पानीले। ओइ गीत, ए गीत भनेपछि सेट झर्नै देखिँदैन रहेछ नि यहाँदेखि त। कत के छ ठिक छ ल। अब फेरि अब नेक्स्ट लोकेसनमा जाऊँ ल हामी। यहाँलाई यहाँ यतिमै यहाँनिर इन्ड गरौँ, नेक्स्ट लोकेसनमा गएर स्टार्ट गरौँ। लडिन्छ है यस्तो छ बाटो, भिर पाखा। हामी चाहिँ यो अर्को ठाउँमा काट्न जाँदै गरेको है, यस्तो छ है बाटो चाहिँ। अन्त यो गेडागुडीमा चिप्लेर लडिने रहेछ क्या। ओबुई म्याचकुरी झन्डै लडे। के हुन्छ होला है यहाँदेखि लड्यो भने। कस्तो हो भगवान हजुर। ए हो र ओइ झरिन्छ है। कस्तो अप्ठ्यारो बाटो यार। लडिन्छ जस्तो छ, फोन राख्नु पर्यो। रेनबो गाइस, रेनबो। कस्तो दामी देखेको है। ओ माई गड देखियो कस्तो दामी देखेको ल। कस्तो माथिसम्म नै कस्तो ऊ नगरेको कि, फोकस नगरेको कि फोनले। गइदिउँ ल बहिनी। इन्द्राणी बत्ती राखिरहेछ। हजुर हामी चाहिँ फेरि पनि चारो खोज्नलाई अर्को लोकेसनमा जानको लागि चारो चाहिँ ऊ तल घोप्टायौँ होइन। ऊ त्यहाँ टक्क घोप्टाएर अब फेरि हामी लाग्यौँ। ऊ भयो ल जाउँ। वाउ इन्द्राणी गाह्रो छ सुँगुरलाई चारो टिप्नलाई। यस्तो बाटो आउनुपर्छ, यस्तोमा टिप्नुपर्छ। यहाँ चाहिँ मैले टिपेको है। यो चाहिँ हाम्रो यो झरना भयो। हामी चाहिँ ठ्याक्क हाम्रो चाहिँ अब भारी पुगो भन्दा हुन्छ, किनभने यहाँ चाहिँ आजादी डोको छ। हामीले तल आजादी डोको चाहिँ खनाएर आएको हो नि त। अनि यहाँदेखि लड्यो भने त म त तल एकैचोटि सायद ऊ तलै पुग्छु होला। के गर्नु गाह्रो छ जिन्दगानी। हजुर यस्तोमा काट्नुपर्छ। के गर्नु गाह्रो छ सुँगुरलाई चारो। पनि पुग्यो हाम्रो, भारी पुग्यो, यता पनि भारी पुग्यो। अब चाहिँ हामी फाइनली घर जान लाग्यो। भारी पुग्यो हो, ओके छ त। अब चल्दिउँ ल, घर पुग्यो चारो।
बिजोक छ है बाटोको चाहिँ। आया गइहाल बिस्तारो बिस्तारो। कति गाह्रो छ बिहान आउँदाखेरि, कति मजाले आउँदै थियौँ, भारी बोक्दाखेरि बिजोक हुन्छ। बिजोक पनि महाबिजोक हुन्छ है। बिस्तारै नै बुनु, बिस्तारै हो बिस्तारै। झऱ्यो भने त नि ओ माई गड हुन्छ त। पुग्यो होइन त गाइजहरू? कुसुम दिदी पुग्यो होइन? आमा अब चाहिँ टक्कसँगले मेरो स्टोरेज पनि फुल भएकै गर्छ। अनि अब घर जाने भोक लाग्यो, भारी पनि पुग्यो होइन। हामी चाहिँ यहाँ भिडमा पनि आयौँ। यहाँ फेरि डेन्जर भिड छ यहाँदेखि। ओबै मम्मी भन्नु अरे। ओके बाई बाई गाइजहरू।